Hi, good morning. Day 3 in Japan and day 2 in Tokyo, है ना सर? अनि आजको के छ हाम्रो प्लान ल? आजको प्लान चाहिँ अब एकचोटि टेम्पल जाने त्यसपछि माउन्ट फुजी निस्किनुहुन्छ अब? एकदम हामी त ब्रेकफास्ट खान्छौँ गर्छौँ अनि त्यस पछाडि सरेर हामी चाहिँ यहाँबाट टेम्पलको प्रस्थान। टोकियो चाहिँ टाइम अलिकति अल्टर टाइम जस्तो हुँदो रहेछ बिहान के अरे अर्ली मर्निङ 10 बजे चेकआउट गर्नै पर्ने। Yeah, metro? Train. Which one? Because we have two stations right here. Which one? Yeah, Shinagawa. Shinagawa. Yeah, go there. Shinagawa. Get on this Thank bus. you. बच्चा चाहिँ टोकरभित्र हालेर घुम्न लिएर गएका छन्। एउटैको गोठ होला, 6-7जना चाहिँ छ त हो। एउटैको गोठ हो त्यो। जापानमा बाइक राइडर। हामी चाहिँ अहिले सिङ्गाहावा स्टेसनमा छौँ। अब यहाँबाट चाहिँ मेट्रो लिएर हाम्रो फर्स्ट यात्रा चाहिँ टेम्पल हुँदैछ। एकदमै सबभन्दा पुरानो र ठुलो टेम्पल जुन चाहिँ टोकियोमा अवस्थित छ त्यहाँ जाँदैछौँ। जापान इज वान अफ द बिगेस्ट सिटी नै भनौँ टोकियो। सिङ्गाहावा स्टेसन अनि यहाँ चाहिँ 2-3टा डिफ्रेन्ट स्टेसन के अरे ट्रेन सर्भिसहरू चाहिँ एउटा जेआर एउटा के हो। त्यसले गर्दाखेरि चाहिँ अलिकति जापानमा चाहिँ रेल सर्भिस चाहिँ क्वाइट कम्प्लिकेसन रहेछ होइन सर? हामीले जति सिङ्गापुर एक्सप्लोर गऱ्यो सिङ्गापुरमा चाहिँ एउटा टिकट लियो अनि सर घुम्दा हुन्थ्यो भने यहाँ चाहिँ डिफ्रेन्ट कम्पनीजको ट्रेन रहेछ अनि कम्पनीज अनुसारले चाहिँ तपाईँको आफ्नो सेपरेट नै टिकट काट्नुपर्ने। इभेन नट टिकट तपाईँ गएर मलाई अलिकति सजेसन दिनु भन्दाखेरि चाहिँ सिधै उनीहरूले त्यति धेरै एक्सप्लेन गर्न नचाहने रहेछ। जस्तै हामी अब जेआर जापान रेलकोमा इन्फर्मेसन डेस्कमा गयो भने चाहिँ अब जापान रेलले अरू रेलको लागि चाहिँ ओके यु हेभ टु गो दियर, द्याट मेक सेन्स अल्सो होइन, किनभने उनीहरूलाई किन गर्नु परेर त्यो चाहिँ अलिकति वेर्ड लाग्यो, अलिक कम्प्लिकेसनै लाग्यो हामीलाई जापान रेलमा चाहिँ। अदर देन द्याट ठिक छ, रमाइलो भइरहेछ। बिजी लाइफ, अर्ली मर्निङ उनीहरूसँगसँगै हामी पनि बिजी भइरहेछौँ होइन। हामी चाहिँ आफैले टिकट लिने कोसिस गर्दैछौँ। टिकट विथ क्रेडिट कार्ड अनि कनेक्टिङ टिकट, यस कनेक्टिङ टिकट एन्ड देन टोय लाइन। Okay, and 430, 2%. Yes. 60. And then what's the next? टिकट चाहिँ यहाँनिर कसरी हुन्छ भन्दाखेरि यस्तो हुन्छ, यहाँबाट सर्ट टिकट हाल्ने, त्यहाँनिर टिकट निक्लिने। अहिले चाहिँ हामी आसाकुसा स्टेसनमा आइपुग्यो होइन। अब चाहिँ हामी मन्दिरको यात्राको लागि अगाडि बढ्दैछौँ। सुन हामी 2 दाजुभाइ चाहिँ मन्दिर पुग्नेछौँ सायद छिटै नै। यहाँबाट धेरै छैन, 5-6 मिनटको वकिङ डिस्टेन्स भनेको छ। एरिया यस्तो छ। अनि एउटा कुरा चाहिँ यहाँ मान्छेले नै रिक्सा यसरी चलाउँछ। जस्तै यो रिक्सा चलाएको देख्यो होला यहाँ होइन। यो चाहिँ मान्छे चढ्ने अनि मान्छेले नै यसरी उचाल्छ ऊ।
यसरी चाहिँ मान्छेले नै रिक्सा चलाउँछ यहाँ चाहिँ अनि चढ्न मन लाग्दा चढ्दा पनि हुन्छ यो चाहिँ एउटा अनौठो लाग्यो मलाई यहाँको पढेर होला हामी स्कुलबाट लिएर आएको होला है कति साना साना के यार घोडाहरूको कुन्दा सयौं वर्ष पुरानो टेम्पल हो How much that big one? How much? Yes, sir. जापान त्यति धेरै सस्तो छ भने चाहिँ छैन है एउटा प्लेटलाई 600 रुपियाँ भनेपछि मैले खिचेको लामो आउँछ क्यार जहिले हो किन त्यस्तो हुन्छ यसो हेर्नु न घोप्टाएर खिच्नु रहेछ नि त अलिक घोप्टाउनु हुँदो रहेछ तपाईँ भीड टेम्पलमा चाहिँ सो लट्स अफ पिपल अगाडि ठुलो छ ट्राई गर्नुपर्छ यो नयाँ नयाँ के चिजहरू हो होइन सबै कुरा ट्राई गर्नुपर्छ यस्तो रहेछ झ्याले के भन्छ नि हाम्रो भक्तपुरको थियो ठुलो बसन्तपुर भक्तपुर जस्तो है जय शम्भो जय शम्भो जय शम्भो शम्भो ओम माने प्रेमे टेम्पलको अगाडि छ अहिले चाहिँ हाम्रो पछाडि देखेको चाहिँ एकदमै फेमस टेम्पल शम्भु सर यहाँ हुनुहुन्छ टेम्पलको इन्डोर होइन यहाँबाट चाहिँ हामी इन भयौँ हामी प्रवेशद्वारमा छौँ यहाँ चाहिँ नेपालकोतिरको जस्तै भोट बाल्ने ओर्ने सिस्टम रहेछ कस्तो फिलिङ भइरहेको छ समोसा है गुड भाइब तर हिजो हामी एउटा मिस गऱ्यौँ हिजो हामी त्यहाँ आएको थियौँ त्यहाँबाट चाहिँ नजिकै रहेछ बेलुका ढिलो भयो अनि त्यही भएर हामी यहाँ एक्सप्लोर गर्न पाएन त्यसले गर्दा आज बिहान आएको सो बबाल
धेरै लामाहरू चलिरहेको छन् भित्र। मन्दिरको दर्शन चाहिँ हामीबाट सम्पन्न भयो हैन। अब चाहिँ लास्टमा यसो यहाँको बास्ना लिउँ न त। त्यो धुपको बास्ना यसरी लिँदै रहेछ। हाम्रो मन्दिरको मूल मन्त्र चाहिँ हाम्रो देशमा शान्ति छाओस्, हामी सबैमा शान्ति छाओस्, हामी सबैको यी मन्दिरले रक्षा गरून्। अब भगवान् जे नै भए पनि सायदै बुद्धकै हुनुपर्छ हैन। सबैलाई राम्रो होस्, सोचेको आँटेको सबै पुरा होस् भन्दै अब चाहिँ यो मन्दिरबाट हामी बिदा हुन्छौँ।